के नेपालको निजामती क्षेत्रमा एउटा ठूलो हलचल आउन लागेको हो कि सरकारले एकैपटक 10,000 भन्दा बढी कर्मचारीलाई बिदाई गर्दैछ र सबैभन्दा महत्त्वपूर्ण कुरा के यो निर्णयले देशको रित्तो हुँदै गएको ढुकुटीमाथि 25 अर्ब रुपैयाँ भन्दा बढीको भार थप्दैछ। नमस्कार साथीहरू, आज हामी एउटा यस्तो विषयमा चर्चा गर्दैछौँ जस्तै सिंहदरबारका करिडोरदेखि अर्थ मन्त्रालयको ढुकुटीसम्म ठूलो तरङ्ग पैदा गरिरहेको छ। सरकारले ल्याउन लागेको सङ्घीय निजामती सेवा ऐनमा एउटा नयाँ प्रावधानको तयारी भइरहेको छ, 30-55 प्रावधान। यसले गर्दा राज्यलाई तत्कालै 25 अर्ब रुपैयाँ भन्दा बढीको आर्थिक भार पर्ने प्रारम्भिक अनुमान गरिएको छ। आखिर के हो यो प्रावधान र किन यसले सरकारलाई नै तनाव दिइरहेको छ? आउनुहोस् विस्तारमा चर्चा गरौँ। सबैभन्दा पहिले बुझौँ यो 30-55 प्रावधान भनेको के हो। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अघि बढाएको तयारी अनुसार यदि कुनै कर्मचारीको सेवा अवधि 30 वर्ष पुगिसकेको छ र उनको उमेर 55 वर्ष पुगिसकेको छ भने त्यस्ता कर्मचारीहरूलाई एउटा विशेष व्यवस्था वा गोल्डन ह्यान्डसेक जस्तै प्याकेज दिएर स्वैच्छिक वा विशेष अवकाश दिने तयारी सरकारले गरिरहेको छ। प्रशासनलाई चुस्त बनाउन, युवा जनशक्तिलाई भित्र्याउन र ब्याकलग हटाउन यो कदम चाल्न लागि सरकारी अधिकारीहरूको तर्क छ। तर यो सुन्दा जति सजिलो देखिन्छ यसको भित्री पाटो र आर्थिक पाटो भने निकै जटिल छ। अब कुरा गरौँ यो 25 अर्ब रुपैयाँको जसले अर्थ मन्त्रालयको टाउको दुखाइरहेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उच्च अधिकारीहरूका अनुसार यो प्रावधान लागू हुने हो भने तत्कालै झन्डै 10,000 कर्मचारीहरू अवकाशमा जानेछन्। अब एकजना कर्मचारीले अवकाश पाउँदा कति खर्च हुन्छ त? यसको प्रारम्भिक हिसाब गरिहेरौँ। उपदान, सञ्चयविधाको रकम, औषधि उपचार र अन्य सुविधाहरू गरेर कम्तीमा एउटा कर्मचारीले 22 देखि 25 लाख रुपैयाँ पाउनेछन्। जम्मा कुल प्रभावित कर्मचारी सङ्ख्या भनेको करिब 10,000 जना रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ, जसका अनुसार अब आवश्यक कुल प्रारम्भिक बजेट भनेको 10,000 जनालाई अवकाश पठाउँदा झन्डै 25 अर्ब रुपैयाँ हुने देखिन्छ। एकजना कर्मचारीले सबै सुविधा जोड्दा कम्तीमा 22 देखि 25 लाख रुपैयाँसम्म पाउने देखिन्छ। यही आधारमा 10,000 कर्मचारीका लागि एकैपटक 25 अर्ब रुपैयाँभन्दा बढी नगद आवश्यक पर्ने देखियो। यो केवल एकपटक दिइने रकम हो, यसबाट थपिने पेन्सनको दीर्घकालीन भार त छँदैछ। अहिले नेपालको अर्थतन्त्र कुन अवस्थाबाट गुज्रिरहेको छ यो हामी सबैलाई थाहा छ। राजस्व सङ्कलन लक्ष्य अनुसार हुन सकेको छैन। चालु खर्च धान्नकै लागि सरकारले आन्तरिक र बाह्य ऋण लिनुपर्ने अवस्था छ। यस्तो बेला एकैपटक 25 अर्ब रुपैयाँ नगद भुक्तानी गर्नु सरकारका लागि फलामको चिउरा चपाउनु सरह हुनेछ। विकास निर्माणका आयोजनाहरू बजेट अभावले रोकिरहेका बेला के कर्मचारी बिदाई गर्न 25 अर्ब खर्च गर्नु न्यायसङ्गत हुन्छ? के पुराना र अनुभवी कर्मचारीहरूलाई एकैपटक बिदा गर्दा सरकारी संयन्त्रमा भ्याकुम वा प्रशासनिक सङ्कट आउँदैन भन्ने जस्ता प्रश्नहरू धेरैको मनमा उब्जिएको छ। विज्ञहरूका अनुसार प्रशासनलाई प्रविधि मैत्री र छरितो बनाउन कर्मचारीको सङ्ख्या कटौती गर्नु आवश्यक छ। तर देशको आर्थिक स्वास्थ्यलाई विचार नगरी हठात रूपमा यस्ता लोकप्रिय देखिने तर आर्थिक रूपमा भारी पर्ने निर्णयहरू गर्दा यसको दीर्घकालीन असर सोझै देशको अर्थतन्त्र र आम नागरिकले तिर्ने करमा पर्छ। सङ्घीय निजामती सेवा ऐन लामो समयदेखि संसदमा अड्किएको छ। कर्मचारीहरूको वेतन विकास र प्रशासन सुधारका लागि यो ऐन आउनु एकदमै जरुरी छ। तर यो 30-55 प्रावधानले ल्याउने 25 अर्बको आर्थिक आँधीलाई सरकारले कसरी व्यवस्थापन गर्छ? के अर्थ मन्त्रालय यसका लागि हरियो झन्डा देखाउला या यो प्रावधान फेरि परिमार्जन होला? यो भने हेर्न बाँकी नै छ। तपाईलाई के लाग्छ? देशको आर्थिक अवस्था कमजोर भएको बेला एकैपटक 25 अर्ब खर्च गरेर कर्मचारीलाई अवकाश दिने यो तयारी सही हो या गलत? आफ्नो विचार तल कमेन्ट बक्समा लेख्नुहोला। भिडियो मन परेमा भिडियोलाई लाइक, सेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। मिल्नेछौँ अर्को नयाँ भिडियोमा। अहिलेको लागि बिदा चाहन्छु। हस्त, धन्यवाद।